राष्ट्रका 75 महिला नेत्री कार्यक्रममा यहाँहरूलाई स्वागत छ। देशका विभिन्न भागमा रहेर प्रेरणादायी काम गरिरहनुभएका महिला नेत्रीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमको सुरुवात गरिएको हो। झापा जिल्लाबाट राष्ट्रका 75 महिला नेत्रीमा छनौट हुनुभएकी इन्दिरा राणा मगरलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। आउनुहोस् हेरौँ उहाँको कार्य र सफलताको यात्रा। म चाहिँ सानै बच्चादेखि नै अब मैले पढ्न नपाएको होइन, अब 10 वर्षको उमेरसम्म घाँस दाउरा गर्ने, खाना पकाउने त्यस्तो गर्थेँ। दाइसँग मैले चाहिँ कान्छा दाइसँग लुकी लुकी पढेर जब पढ्न सक्ने भएँ अनि मैले गाउँको टिचर आउनुभएको थियो अनि उहाँले गर्दाखेरि म चाहिँ डाइरेक्ट 5 क्लासमा एडमिसन गरेर फर्स्ट भएँ। कसैले सोचेको थिएन यसरी। अनि त्यसरी एसएलसी पनि एकदमै गाह्रो भयो, मेटेरियलहरू थिएन, बुकहरू थिएन होइन, गाह्रो थियो। र मैले यसरी एसएलसी पास गरेपछि चाहिँ फेरि काठमाडौँ आएँ र काठमाडौँ आएर पनि धेरै स्ट्रगल गर्नु पर्यो, काम पाएन, फ्याक्ट्रीमा काम गरेँ, कोही बेला भोकभोकै पनि हिँडेँ। तर मेरो लागि स्वाभिमान भनेको ठुलो कुरा थियो। त्यसले गर्दा नै आज मलाई चाहिँ यो ठाउँमा ल्याइपुर्याएको छ। पारिजात मेरो टर्निङ पोइन्ट। उहाँले मलाई जेल लगेपछि मैले साना बालबालिकाहरू जेलमा चाहिँ परेको बाध्यता देखेर त्यसकारण म चाहिँ यसैमा मेरो लाइफ समर्पित गर्छु भनेर 1990मा स्टार्ट गरेँ। रिसेन्टली हामीसँग 10वटा चिल्ड्रेन होम छ, युथहरूको, सिङ्गल मदर, बेबिजहरूलाई पनि कसरी क्याटेगोराइज गरेर राख्ने, किनभने चिल्ड्रेन होममा पनि धेरै प्रब्लमहरू आइरहेछ। जस्तो अब चाइल्ड राइट एक्टिभिस्टले चिल्ड्रेन होमलाई सिधै एट्याक गर्ने के, आफ्नो स्वार्थ अनुसार मान्छेले काम गरिरहेछ। हामीले त बचाउनु पर्यो त्यसलाई। तर चाइल्ड प्रोटेक्सन होम भएन त बच्चा सडकमा जान्छ, ट्राफिकिङ हुन्छ। तर कसरी त्यसलाई करेक्सन गरेर लाने, परिवारमा राखेर 60वटा परिवारमा राखेर पनि हेल्प गरिरहेछौँ। कम्युनिटी स्कुलहरू खोलेर भिलेजबाट बच्चाहरूलाई सहरमा आउनुबाट रोकिरहेछौँ। अहिले मोडल भिलेजको कन्सेप्ट 8वटा भिलेजमा मैले गरिरहेछु। अनि यसपालि 15वटा चिल्ड्रेन होम खोलेर चाहिँ एउटा नेपाली फ्यामिली कन्सेप्टमा 10जना बच्चा राखेर अलिक सामान्य हाउस फादर हाउस मदरलाई ट्रेन गराएर त्यसरी चाहिँ अगाडि लगेर एउटा बच्चालाई चाहिँ नेपाली कन्सेप्टमा जस्तो गाउँबाट बच्चाहरू चाहिँ सहरमा नआओस्। सहरबाट आउनु भनेको माइग्रेट हुनु भनेको भोलि यो ठाउँबाट फेरि विदेशमा माइग्रेट हुनु हो। र जति पनि ट्राफिकिङका के अरे सेक्सुअल एब्युजका कुराहरू छन्, तपाईँको चाहिँ चाइल्ड लेबरका कुराहरू छन्, यसरी आएको छ र त्यसलाई चाहिँ हामीले चाहिँ रोक्ने काम गरिरहेछौँ। पोलिसी लेभलमा अहिले पहिला बच्चाहरूको विषयमा के पनि सोच्दैन थियो भने अहिले केही सोच्छ भनौँ न। तर हुनु चाहिँ के पनि त्यस्तो ड्रास्टिक चेन्ज चाहिँ भएको छैन। अझै पनि सोसल सर्भिस सेक्युरिटी छैन, बच्चालाई 10 रुपियाँ दिन्छ होइन, त्यो इस्यु त छँदैछ होइन। अब तर पनि अहिले ओपन प्रिजनको कन्सेप्टहरू इम्प्लिमेन्ट गर्ने भनिएको छ। त्यो भयो भने त बन्दीहरूलाई चाहिँ कालकोठरीमा राखेर अझै पीडित बनाएर चाहिँ हामीले चाहिँ एकदम एउटा सधैँ मान्छेलाई लगेर भित्र अझै अशक्त, फिजिकल अशक्त, मेन्टली अशक्त भएर समाजमा ल्याउनु भनेको त समाजलाई नै अशक्त बनाउनु भन्ने मेरो सोच हो। र यसलाई चाहिँ कसरी इनोभेटिभ तरिकाले चाहिँ मान्छे एउटा हेल्दी पर्सन ल्याएर समाजलाई चाहिँ सुरक्षित बनाउने सोच हो। अनि मेरो काम भनेको ब्युरोक्राटहरूसँग त्यसै पनि अब उनीहरूले हेपी नै हाल्छ होइन, हामीलाई प्रहरीले पनि हेप्थ्यो। सोसल सेक्टरमा पनि मान्छेहरूको विभिन्न सोच लिएर आइरहेको हुन्छ, उनीहरूसँग पनि हामीले चाहिँ द्वन्द्व खप्नुपर्छ, उनीहरूसँग पनि लड्नुपर्छ। त्यसले गर्दाखेरि कामको कदर गर्ने भन्दा खुट्टा तानेर मान्छेलाई चाहिँ अलिकति अप्ठ्यारो पार्ने अवस्थाहरू पनि नगरेको होइन। अब जस्तो म त अब जेलभित्र छिरेर काम गर्नु भनेको खुकुरीको धारमा बसेर काम गर्नु। जस्तो मैले बच्चालाई मात्रै हेर्छु, म चाहिँ एउटा अपराधीलाई थुन्छु भनेर काम गरेको छैन। अपराधीलाई पनि सुधार्छु भनेर काम गर्ने मान्छेलाई त कति के अरे च्यालेन्जहरू आउँछ, त्यो त अब अनगिन्ती छ, धेरै पीडाहरू छ, धेरै अब्स्टेकल छ। तर म पछाडि हेरेर हिँड्दिनँ क्या, मैले के गर्ने हो त्यो अगाडि हेर्छु, म पछाडि ढुङ्गा हानेको हेरिरहँदिनँ। त्यसले गर्दा पनि म अहिले यो ठाउँमा छु। विभिन्न चुनौतीको बावजुद पनि तर मैले चाहिँ 2005मा अशोका फेलो पाएँ, चेन्ज मेकर अवार्ड, वर्ल्ड वाइड अवार्ड हो। त्यस्तै गरेर एसिया 21 यङ लिडर पब्लिक सर्भिस अवार्ड पनि पाएँ। त्यस्तै गरेर अब नेसनल वाइजमै अब जस्तो बोसले टप बेस्ट सोसल एन्टरप्रेन्योर भनेर पनि दिएको थियो होइन। त्यस्तै गरेर अब जस्तो सेलिब्रेटी वुमेनहुडको शक्ति अवार्ड पाएको थिएँ। त्यस्तै गरेर अहिले वर्ल्ड चिल्ड्रेन प्राइज अनरी अवार्ड मलालासँगै मैले चाहिँ 5
फाइनल 3 टपमा थिएँ र त्यसमा पनि मैले चाहिँ हामी जोन जुटसँग गर्दाखेरि सेकेन्ड अवार्ड पाएको हो हैन। त्योभन्दा ठुलो सम्मान त मैले जुन अहिले बच्चाहरू चाहिँ हजारौँ बच्चाहरू चाहिँ मैले रिइन्टिग्रेसन गरेँ, उनीहरू एउटा राम्रो लाइफ पाएको छ, त्यो नै मेरो सबैभन्दा ठुलो सक्सेस र अवार्ड मैले फिल गर्छु। मैले गरिरहेको कामको प्रेरणा भनेको चाइल्डहुडको जुन मैले भोगेको भोगाइहरू हो, तर मेरो जेल सेक्टरमा काम गर्ने प्रेरणा भनेको पारिजात हो। उहाँसँग म जेलमा पहिलोचोटि जाँदाखेरि मैले कहिले पनि बच्चाहरू जेलमा बस्छ भनेर सोचेको थिएन। त्यतिखेर मेरो एउटा हार्ट ब्रेकिङ मोमेन्ट थियो। त्यही मोमेन्ट आज मेरो प्रेरणाको स्रोत बनेर सधैँ मैले चाहिँ हरेक च्यालेन्जहरूलाई चाहिँ फेस गरिरहेको छु। म त 16 वर्षको उमेरमा हिँडेको, कति च्यालेन्जहरू खपेँ। त्यस कारण च्यालेन्जबाट चाहिँ डराउनु हुँदैन। आँट नै सबैभन्दा ठुलो सेल्फ डिफेन्स हतियार हो। आँट लिएर अगाडि बढ्नुपर्छ, राम्रो सोच राख्नुपर्छ। त्यो राम्रो सोच नै त्यो सबैभन्दा ठुलो हतियार बन्नेछ र समाजलाई 1 घन्टा होस् 2 घन्टा होस् नसके पनि कन्ट्रिब्युट गर्यो भने अवश्य पनि भोलि समाज परिवर्तन हुन्छ। महिलाहरूलाई सोच्ने देख्ने तरिकाहरू चेन्ज हुन्छ, बिस्तारै चेन्ज आउँछ र हामीले पर्खिनुपर्छ। हामीले चाहिँ आफ्नो तर्फबाट जति सक्छ समाजको लागि, महिलाहरूको लागि कन्ट्रिब्युसन गर्ने, आफू चाहिँ रोल मोडल बन्यो भने अवश्य पनि भोलिका महिलाहरूलाई चाहिँ सजिलो हुन्छ काम गर्न भन्ने जस्तो लाग्छ मलाई। मलाई सम्पर्क गर्नलाई चाहिँ इन्दिरा अनि AMA इन्दिरा आमा @gmail.com अनि 4364896 ल्यान्ड नम्बर, वेबसाइट www.panepal.org। ललितपुर जिल्लाबाट राष्ट्रका 75 महिला नेत्रीमा छनौट हुनुभएकी कुञ्जना घिमिरेलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। आउनुहोस् हेरौँ उहाँको कार्य र सफलताको यात्रा। एज अ सुन्तली भएर चाहिँ मैले चाहिँ मेरी बासोई सिरियल सँगसँगै अरू विभिन्न सिरियलहरूमा भनौँ कलाकारिता, समग्र कलाकारिता क्षेत्रमै दर्शकलाई मनोरञ्जन दिने प्रयासहरू गरिरहेको छु। एज अ एउटा नागरिकको हैसियतले हिसाबले भन्नुपर्दा चाहिँ बिस्तारै देशप्रतिको झुकाव बढिरहेको छ र देशप्रतिको नेपालीप्रतिको जुन एउटा आत्मीयताको हिसाबले चाहिँ समाजमा जुन आवश्यकता, जुन एउटा भनौँ न परिस्थिति समस्याहरू छन् त्यसमा पनि केही हदसम्म मलम लगाउने। कलाकारितामा त विगत 13 वर्षदेखि चाहिँ भनौँ न दर्शकहरूलाई मनोरञ्जन दिने काम गरिरहेका छौँ र त्यो सँगसँगै चाहिँ अहिले पोहोरको वैशाख 12 गतेबाट चाहिँ जब देशमा भूकम्प आयो त्यस बेलामा चाहिँ हामी US मा थियौँ। त्यहाँबाट हामी लगत्तै फर्केर चाहिँ हरेक नेपाली को जो मन रोइरहेको मनमा चाहिँ गएर हँसाउने, उहाँहरूलाई चाहिँ राहतको प्याकेज लिएर जाँदा दाल चामल त्रिपाल म्याट पहिलो चरणमा, दोस्रो चरणमा चर्पी बनाइदियौँ, तेस्रो चरणमा गएर विद्यालय निर्माण गरिदियौँ र चौथो चरणमा चाहिँ हामीले काभ्रेको पहरी डाँडामा एउटा बस्ती निर्माण गरेर अहिले फेरि हामी त्यही बस्ती निर्माणको अभियानमा चाहिँ दोस्रो एकीकृत नमुना बस्ती बसाइरहेका छौँ, जुन चाहिँ सिन्धुपाल्चोकको गिरानचौर एकीकृत नमुना बस्ती मेलम्चीमा चाहिँ त्यो कार्य भइरहेको छ। कलाकारिता क्षेत्रमाबाट चाहिँ अब सबैले माया गरिदिरहनु भएको छ, सबैले चिन्नुहुन्छ, सुन्तली भनेर चिन्नुहुन्छ, सबैले माया गर्नुहुन्छ। देशदेखि विदेशसम्म जहाँ सम्पूर्ण नेपालीहरू रहनुहुन्छ उहाँहरू देख्ने बित्तिकै हाँस्नुहुन्छ र मलाई लाग्छ त्यसमा मेरो योगदान भनेको उहाँहरूको मुहारमा हाँसो ल्याउन सकेँ भन्ने लाग्छ है। र अर्को सामाजिक कामको हिसाबमा गर्दाखेरि चाहिँ सरसफाइ अभियान भनेर जुन हामीले लिएर हिँडेका छौँ, यो नाराले अहिले एकदमै यो नारा अगाडि बढिरहेको छ। सबैजना हरेक नेपालीहरूको मनमा चाहिँ अब हामी चाहिँ सकारात्मक भएर जानुपर्छ र हामीले राम्रो काम गर्नुपर्छ। सुरुवात आफैबाट हुने रहेछ, धुर्मु सुन्तले आफै खटेर काम गरेका छन्, हामीले पनि आफै खटेर काम गर्नुपर्ने रहेछ भन्ने कुरा जुन एक किसिमको सकारात्मक सोच सम्पूर्ण नेपालीमा बसिरहेको पनि हामीले देखेका छौँ। र अहिलेको समाज भनेको एडभान्स भइसकेको अवस्था छ र मात्र हामीलाई यहाँ भनेको अब पोजिटिभ थिङ्किङकै मात्रै खाँचो छ र हाम्रो कलाकारिता जगतलाई पनि हामीले यो जगतमा के चिज कमी कमजोरी छ त्यसलाई चाहिँ आत्मसात गरेर अब यसलाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ हुन्छ त यसको लागि चाहिँ हामीले पोजिटिभली कसरी जाने, यो कमीलाई ब्याक हटाएर के चिज चाहिँ राम्रो, अडियन्सले कस्तो चिज मागिरहेको छ, यो चिजहरूमा चाहिँ हामी सिरियस गहन अध्ययन गर्नुपर्छ। यदि म लगानीकर्ता छु भनेदेखि कलाकारिताको केही चिज नबुझिकनै मैले चाहिँ अन्धधुन्ध लगानी गर्ने, मसँग पैसा छ भन्दैमा अथवा मसँग क्रिएसन छैन, मसँग रिलेसन छ, कसैलाई म चिन्छु भन्दाखेरि चाहिँ मैले चाहिँ त्यो रिलेसनको आधारमा काम गर्ने, यी चिजहरू चाहिँ कलाकारितामा मात्र होइन कहीँ पनि हुनु भएन। सम्पूर्ण चिजको अध्ययन गरेर त्यो चिजमा चाहिँ एक किसिमको लगाव राखेर मेहनत गरेर अगाडि बढ्नु भयो भने कलाकारिता मात्र होइन सबै क्षेत्रमा राम्रै छ। र म छोरी मान्छे हुँ, म कमजोर छु भनेर मैले कहिले पनि आफूलाई कमजोर बनाइनँ। भित्रैदेखि मैले चाहिँ हरेक बलहरू बटुलेँ र मैले चाहिँ कसैले मलाई नराम्रो भन्छ भने त्यसलाई मै आफैले प्रतिकार गर्नुपर्छ भन्ने पनि मेरो मनमा भयो। मैले कति ठाउँमा गएर प्रतिकारहरू पनि गरेको छु होइन। त्यही भएर सुरुवात
मनदेखि आफैबाट सुरु हुनुपर्छ। मलाई माया गरिदिने, मलाई साथ दिने हाम्रो यो अभियान जो अहिले भइरहेको छ, चलिरहेको छ, गिरानचौर बस्ती निर्माणको अभियानमा सहयोग गर्ने मन, धन, दत्तचित्त हरेक हिसाबले सहयोग गर्नुहुने मेरा प्यारा दर्शक, मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरू, विदेशमा बस्ने नेपालभाषी दाजुभाइ दिदीबहिनीहरू र विदेशी सङ्घ संस्था, विभिन्न नेपाली सङ्घ संस्था, व्यक्ति विशेष सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। माया दिँदा पनि मजाले दिनुहोस्। तपाईहरुकै छोरी चेली हो, कहीँ हिँड्दाखेरि चाहिँ सानोतिनो गल्ती भयो पनि नआत्तिनुहोस्, सम्झाइदिनुहोस्, फेरि त्यसले हामीले सच्याएर अगाडि बढ्न सक्छौँ। हाम्रो धुर्मु सुन्तली फाउन्डेसन भन्ने पेज छ, त्यो पेजमा धेरैजना साथीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ फेसबुकमा मसँग अपडेट हुन सक्नुहुन्न किनकि मेरो फेसबुक प्याक भइसकेको भएर। धुर्मु सुन्तली फाउन्डेसनको पेज छ, त्यो पेजलाई लाइक गरिदिनु होला। हाम्रो धुर्मुसुन्तली.com भन्ने वेबसाइट पनि छ, त्यो वेबसाइट पनि भिजिट गरिदिनु भयो भने त्यो वेबसाइटमा हामीले गरेका गतिविधिहरू पनि तपाईँले देख्न सक्नुहुन्छ र हामीसँग लिङ्कमा आउन सक्नुहुन्छ। काठमाडौँ जिल्लाबाट राष्ट्रका 75 महिला नेत्रीमा छनौट हुनुभएकी महिला नेत्री श्वेता राजगरियालाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। आउनुहोस् हेरौँ उहाँको कार्य र सफलताको यात्रा। म ट्यारो कार्ड रिडर छु, कार्ड्सबाट भविष्यवाणी गर्ने। एउटा प्याक अफ कार्ड्स हुन्छ 78 कार्ड्स, त्यसमा सबै डिफ्रेन्ट कार्ड्सको डिफ्रेन्ट मिनिङ हुन्छ र त्यसको कम्बिनेसनमा सबै प्रेडिक्सन हामी गर्छौँ। कार्ड रिडिङको लागि डिफ्रेन्ट मान्छेहरू आउनुहुन्छ, स्टुडेन्ट्स पनि हुन्छ, डिप्लोम्याट्स पनि हुन्छ, बिजनेसम्यान पनि हुन्छ, यङ लेडिज, ओल्ड लेडिज, सबै टाइपको मान्छेहरू आउनुहुन्छ। कार्ड्समा डिफ्रेन्ट टाइपको क्वेसन जस्तो लभ लाइफ, फ्यामिली लाइफ, बिजनेस, करियर सबै सोध्न मिल्छ। फर इक्जाम्पल बिजनेसमा के गर्दा राम्रो, हाइड्रोपावरमा इन्भेस्ट गर्ने कि एजुकेसन सेक्टरमा इन्भेस्ट गर्ने, त्यस्तो क्वेसन्सहरू, या फिर फ्यामिलीको लागि आमा बुवाको बारेमा सोध्ने, त्यस्तो क्वेसन्सहरू जेनरली क्वेसन्स आउँछ। मलाई युएन अफिसबाट पनि इन्भाइट गरेको थियो, अमेरिकन एम्बेसीबाट इन्भाइट गरेको थियो। म आफै चाहिँ भाटबटनीमा एभ्रिडे 4 to 6 इभिनिङमा बस्छु, त्यहाँ चाहिँ जेनरल पब्लिकको लागि गर्छु। इट्स मोर लाइक अ टक थेरापी। मान्छेहरू आफ्नो प्रब्लम्स लिएर आउँछ, त्यसलाई गाइड गर्ने, के नेक्स्ट गरौँ। एभ्रिबडी हेज डिफ्रेन्ट काइन्ड अफ प्रब्लम, त यो बेसिकली एउटा एज अ सल्युसन के गाइडलाइन पाउनुहुन्छ। नेक्स्ट भेरी कन्फ्युजनको स्टेटमा मान्छेहरूलाई के गर्ने नगर्ने भनेर। म धेरै खुसी छु, मलाई काम मेरो धेरै राम्रो लाग्छ, अरूहरूलाई हेल्प गर्ने। मेरो बचपनदेखि यही इच्छा थियो। यसमा विभिन्न किसिमको मान्छेहरूलाई भेट्न मिल्छ र उनीहरूसँग इन्टरेक्सन गरेर थाहा पाउँछ कि हामी कति ब्लेस्ड छौँ। डिफ्रेन्ट टाइपको मान्छेहरूलाई डिफ्रेन्ट गाइडलाइन गरेर सोसाइटीमा एउटा हेल्पफुल नेचरको हिसाबबाट अगाडि बढ्ने मेरो इच्छा छ। म नेपाली वुमेनहरूलाई यही एडभाइस गर्छु, तपाईँलाई जो पनि चिजमा प्यासन छ त्यही गर्नुहोस्, अगाडि बढेर। कुकिङ राम्रो लाग्छ कुकिङ गर्नुहोस्, सुइङ राम्रो लाग्छ सुइङ गर्नुहोस्। जो पनि यो जरुरी छैन कि हर मान्छेलाई इन्जिनियर र डक्टरै भन्नुपर्छ। आफ्नो जो प्यासन छ त्यो गर्नुहोस्, त्यसमै तपाईँ एक्सेल गर्नुहुन्छ। मेरो सोर्स अफ इन्सपिरेसन मेरो पेरेन्ट्स हुनुहुन्छ। उहाँले मलाई एभ्री स्टेप अफ लाइफमा सपोर्ट गर्नुभयो। म बचपनदेखि मलाई धेरै शौक थियो एस्ट्रोलोजीमा। एभ्री डे आई रिड कलम्स अफ एस्ट्रोलोजी। मैले यसलाई आफ्नो प्रोफेसनमा डेभलप गर्यो। म डिफ्रेन्ट टाइप अफ थिङ्स पढेको छ, फेस रिडिङ, न्युमरोलोजी, पामिस्ट्री, वास्तु, ट्यारो, सबै मिक्सर छ। म बचपनमै हस्टेल गयो। क्लास 4बाट म मेरो कलेज गर्ल्स स्कुल अजमेरमा पढ्यो। मेरो फोकस चाहिँ एस्ट्रोलोजीमा त्यही समयबाट इन्क्लाइन्ड भयो। मैले यो करियर चुनेर धेरै राम्रो लाग्यो। पहिला स्टार्टिङमा म बिस्तारै गऱ्यो, फेरि अपर्च्युनिटिज आउँदै गऱ्यो मेरो अगाडि। सबैको लाइफमा कति धेरै प्रब्लम हुन्छ, कसैलाई फ्यामिली लाइफ, कसैलाई बिजनेसमा प्रब्लम। उहाँको प्रब्लम सुन्दा मलाई धेरै उहाँलाई हेल्प गर्ने, गाइड गर्ने इच्छा भयो। त्योबाट मलाई धेरै सेटिस्फ्याक्सन मिल्थ्यो। अगाडि बिस्तारै बढ्दा मैले रियलाइज गर्यो कि लाइफको एउटा मोटो हुनु पर्यो। सबैलाई एउटा लाइफमा मोटो हुनु पर्यो, के गर्ने इच्छा छ, केबाट खुसी मिल्छ। र मलाई त कसैलाई हेल्प गर्यो त्यही मेरो
चाइल्डहुडबाट मोटो थियो। मलाई सम्पर्क गर्नको लागि मेरो फोन नम्बर चाहिँ 9818448077 छ। मेरो इमेल आइडी चाहिँ sweta@gmail.com छ। चितवन जिल्लाबाट राष्ट्रका 75 महिला नेत्रीमा छनौट हुनुभएकी महिला नेत्री राधा पौडेललाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। आउनुहोस् हेरौँ उहाँको कार्य र सफलताको यात्रा। म खास सामाजिक अभियन्ता हो, तर मलाई यसरी भनिरहँदाखेरि 4वटा एबाट चिराउन मन लाग्छ। पहिलो ए चाहिँ म एनेस्थेटिक नर्स हो नेपालको, दोस्रो ए एक्टिभिस्ट फर रुरल ट्रान्सफर्मेसन, पिस बिल्डिङ एन्ड ह्युमन राइट, तेस्रो ए चाहिँ म खलङ्गामा हमला पुस्तकको लेखक, र चौथो ए चाहिँ म एक्सन वर्क्स नेपाल भन्ने एउटा संस्था छ त्यसको चाहिँ संस्थापक अध्यक्ष। मैले गरेको कामको सन्दर्भमा कुरा गर्न पर्दा अलिकति फरक खालको अथवा जटिल खालको छ। एउटा आधिकारिक रूपमा अथवा औपचारिक रूपमा काम गर्न थालेको 21 वर्ष हुन थालेको छ भने मैले कतिपय यस्ता खालका बहसहरू सवालहरूमा काम गर्न थालेको चाहिँ झन्डै 30 वर्ष पुगिसकेको छ। यसरी काम गर्ने सन्दर्भमा विभिन्न सङ्घ संस्थामा रहेर काम गरियो र सबैभन्दा पहिला मैले काम गरेको नेपाल सरकारको स्थायी कर्मचारी भएर स्वास्थ्य मन्त्रालय अन्तर्गत एनेस्थेटिक नर्स, जहाँ मैले इमर्जेन्सीको विषयमा धेरै काम गरेँ। त्यसपछि मैले त्यो थाई जागिरलाई राजीनामा दिएर छोडेर म नेपाल शोषित मातृ परियोजनामा काम गरेँ। विशेष गरिकन महिलाहरूकै विषयमा हो, महिलाहरूलाई नै कसरी मृत्युबाट बच्चा पाउने सन्दर्भमा हुने खालको मृत्युबाट कसरी घटाउने, कसरी बचाउने भन्ने सन्दर्भमा काम गरेँ। त्यतिखेर काम गर्दाखेरि जुन द्वन्द्वकालीन अवस्था थियो र द्वन्द्वकालीन अवस्था 2058 सालदेखि लगातार अहिलेसम्म काम गरिरहेको छु। यो बिचमा विभिन्न सङ्घ संस्थामा भएँ। उदाहरणको लागि शेर्पा नेपाल, केयर नेपालमा प्रोग्राम म्यानेजर भएर काम गरेँ। काम गर्दाखेरि पनि मैले काम गर्ने एरिया भनेको चाहिँ द्वन्द्व प्रभावितहरू, गरिबहरू, पछाडि पारिएका वर्ग, विशेष गरिकन महिलाहरू, युवाहरूको सन्दर्भमा तपाईँको द्वन्द्वग्रस्त क्षेत्रहरू जुम्ला, सुर्खेत, नेपालगञ्ज, बागलुङ, महोत्तरी, सर्लाही, तपाईँको चाहिँ चितवन, जहाँ जहाँ द्वन्द्व थियो, उदयपुर, त्यस्ता क्षेत्रहरूमा काम गरेँ। र अहिले आएर काम गरेको भनेको चाहिँ एक्सन वर्क्स नेपालको संस्थापक अध्यक्षका हिसाबले काम गरेँ पहिलो 6 वर्ष भने, अहिले चाहिँ एज अ प्राविधिक सल्लाहकारको हिसाबले काम गरेको छ। र भूकम्प गयो पोहोर साल, त्यतिखेर म 1.5 महिना आफै नै फिल्डमा गएर काम गरेँ। 6 महिनासम्म मधेसमा जुन एउटा बन्दको अवस्था रह्यो, त्यो बन्दको बेलामा मैले बाजुरादेखि चाहिँ हुम्ला, मुगु, कालीकोट र जुम्ला निस्केर आउँदैछु। भनेपछि जहाँ जहाँ चाहिँ भोकमरी हुन्छ, जहाँ चाहिँ दैविक प्रकोपहरू हुन्छन् अथवा जहाँ जहाँ चाहिँ इमर्जेन्सी हुन्छ, त्यहाँ चाहिँ मैले व्यक्तिगत रूपमा, संस्थागत रूपमा पुगेर एउटा स्वयंसेवकको हिसाबले काम गर्ने गरेको छु। मेरो जीवनमा हेर्नुभयो भने हिजो चप्पल नलाइकन स्कुल जाने मान्छे, एउटा बेलुकाको खाना नखाइकन सुत्न गएको मान्छे, अर्काको दाउरा घाँसमा निवेक गरेर कापी कलमको जो गरेर पढेको मान्छेको जीवनमा आज चाहिँ एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आइपुगेर एउटा सामाजिक अभियन्ताका हिसाबमा, शान्ति अभियन्ताका हिसाबमा, एउटा लेखकका हिसाबमा पहिचान हुँदाखेरि के थुप्रै सफलताहरू भयो होला भन्ने लाग्छ होला। र त्यसरी हेर्दाखेरि थुप्रै खालका कुराहरू पनि छन्। तर वास्तवमा मलाई म जुन धरातलबाट आएँ, जुन हैसियतबाट आएँ र मेरो नेपालको जुन एउटा पहिचान छ, नेपालको जुन एउटा सन्दर्भ छ, विशेष गरिकन ग्रामीण नेपालको सन्दर्भ छ, त्यसलाई लिएर हेर्दाखेरि चाहिँ अझै सफलता प्राप्त गरेको छैन, अझै सङ्घर्षका दिनहरू सकिएका छैनन् भन्ने लाग्छ। समाजमा भएका सबै क्षेत्रहरू, त्यहाँभित्र चाहिँ स्वास्थ्य, त्यहाँभित्र शिक्षा, त्यहाँभित्र खानेकुरा, त्यहाँभित्र चाहिँ तपाईँको कृषि, यी सबै क्षेत्रबाट सँगसँगै काम गर्न सकियो भने मात्रै ग्रामीण विकास हुनसक्छ अथवा ग्रामीण रूपान्तरण र विकास भयो भने मात्रै नेपालको पहिचान परिवर्तन गर्न सकिन्छ। अहिले चाहिँ हामीले काम गरेको जुम्ला, मुगु, कालीकोटमा जुन महिनावारी सम्बन्धी हुने जुन विभिन्न किसिमका बार्न पर्ने कुराहरू अथवा छाउपडीका कुराहरू छन्, त्यसको सन्दर्भमा यो मातृ स्वास्थ्य सम्बन्धी तपाईँको शिक्षा, कसरी गुणस्तरीय स्वास्थ्य ल्याउन सकिन्छ, शान्ति, मानवाधिकार का क्षेत्रमा कामहरू भएका छन्। आजभन्दा 35 वर्ष अगाडि जतिखेर म 5-6 वर्षको, त्यतिखेर चाहिँ मैले आफूले भोगेको कुरा जातका आधारमा, वर्गका आधारमा, गरिबी भएका कारणका आधारमा, छोरी भएका कारणका आधारमा जुन खालको विभेद थियो, त्यो विभेदले मलाई प्रोत्साहन गरेको थियो भने मेरो काम गर्ने दायरा बढ्दै गयो। मेरो शैक्षिक र मेरो अनुभवहरू बढ्दै जाँदाखेरि चाहिँ यसलाई इन्सपिरेसन गर्ने तत्त्वहरू पनि बढ्दै गए। मलाई सम्पर्क गर्नका लागि मेरो मोबाइल नम्बर 9849596298, इमेल चाहिँ rpaudel456@gmail.com।
काठमाडौँ जिल्लाबाट राष्ट्रका 75 महिला नेत्रीमा छनौट हुनुभएकी महिला नेत्री अनुपा श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। आउनुहोस् हेरौँ उहाँको कार्य र सफलताको यात्रा। अहिले म इन्टरनेसनल एसोसिएसन अफ वुमेन वर्किङ इन रेडियो एन्ड टेलिभिजनको बोर्ड मेम्बरको नाताले विश्वका विभिन्न क्षेत्रमा काम गरिरहेका रेडियो र टेलिभिजनका महिला जर्नलिस्टहरूको सर्वाङ्गीन विकासको लागि काम गरिरहेको छु। आइएडब्ल्युआरटी नेपाल च्याप्टरको प्रेसिडेन्ट भएको कारणले गर्दा नेपालमा रेडियो र टेलिभिजनमा काम गरिरहेका महिला पत्रकारहरूको लागि पनि विभिन्न किसिमको ट्रेनिङ, वर्कसप र महिला पत्रकारितासँग सम्बन्धित विभिन्न रिसर्चहरू पनि गर्ने काममा लागिरहेको छु। साथसाथै इमेज च्यानल टेलिभिजनको एक्जिक्युटिभ प्रोड्युसरको रूपमा काम गरिरहेकोले मेरो अन्तर्गत विभिन्न प्रोग्राम्सहरू छ। त्यो प्रोग्राम्स निर्माण गर्ने काममा म संलग्न छु। 2072 साल वैशाख 12 गते जुन ठुलो विनाशकारी भूकम्प गयो, त्यो भूकम्पको कारणले गर्दाखेरि प्रभाव परेको विभिन्न विषयवस्तुलाई पनि समेटेर एउटा कार्यक्रम समय वैशाख 12 2072 भन्ने कार्यक्रममा म प्रत्यक्ष रूपमा संलग्न भएर त्यो कार्यक्रम निर्माण गर्दै आइरहेको छु। सुरुमा त म टेलिभिजनमा प्रवेश गर्दा मैले विशेष गरी म्युजिक भिडियोहरू निर्देशन गर्थेँ। मैले विभिन्न रिपोर्ट, डकुमेन्ट्रीहरू, त्यस्तै गरी विभिन्न पब्लिक सर्भिस अनाउन्समेन्टहरू पनि निर्माण गर्दै आएँ। म्युजिक भिडियो पहिलोचोटि निर्माण गरेँ। नेपालकै पहिलो महिला म्युजिक भिडियो डिरेक्टरको उपाधि पाएको सम्झना आइरहेको छ। यसरी चाहिँ टेलिभिजन मिडिया र रेडियो मिडियाबाट जसरी समाजलाई मद्दत पुर्याएर समाजमा सही सूचना प्रवाह गरेर केही न केही रूपमा चाहिँ योगदान गरेको छु जस्तो लाग्छ र जे काम गरिरहेको छु खुसी छु। नयाँ यङ्गस्टरहरू आउँछन्, उनीहरूलाई सिकाउन पाउँदा झनै बढी खुसी हुन्छु। जुन पनि फिल्डमा डिसिजन मेकिङ लेभलमा महिलाहरूको सङ्ख्या कम छ र महिलाहरूको सङ्ख्या बढी हुनुपर्छ जस्तो मलाई लाग्छ। धेरै ठाउँमा महिलाहरूले काम गर्दाखेरि जेन्डर इनइक्वालिटी भएका कुराहरू गर्छन् र त्यो मिडियामा पनि कतिपय ठाउँमा देखिन्छ। र मेरो हकमा कुरा गर्नुपर्दा चाहिँ मलाई के लाग्छ भन्दाखेरि जस्तो अहिले अलिकति चेन्ज त भएको छ। कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि मभन्दा सिनियर्स, मभन्दा माथिका म्यानेजर्सहरू दे नो द्याट आई क्यान डु, ममा त्यो क्षमता छ। अन्य मेरो कलिग्सहरू भन्दा चाहिँ सी इज मोर एजुकेटेड, सी हेज मोर एक्सपोजर, उसले चाहिँ यो काम अरूले भन्दा राम्रोसित गर्न सक्छ भन्दै पनि त्यो काम दिन अलिकति डराउने अथवा प्रमोट गर्न डराउने। किन भन्दाखेरि 20 जना पुरुषको जमातमा 1 जना मात्र महिला हुँदा त्यो महिलालाई त्यो अपर्च्युनिटी दिँदाखेरि बाँकीका 19 जना पुरुष जमातले निको नमान्ला भन्ने डरको कारणले गर्दाखेरि गर्न नसकिरहेको मैले देखेको छु। मिडिया भन्ने बित्तिकै पिपल आर अट्र्याक्टेड टु मिडिया। यङ पिपलहरू पनि मिडियामा आउँछन्, तर धेरै मात्रामा चाहिँ यङ पिपलहरू ग्ल्यामर, फेम, आफू स्क्रिन अगाडि आउनको लागि मात्र इन्ट्रेस्टेड भएर आउँछन् र यसमा प्रोडक्सन गर्न म चाहिँ यो चाहिँ राष्ट्रको चौथो अङ्ग हो मिडिया भनेको, म चाहिँ केही न केही योगदान दिन्छु भन्नेहरू चाहिँ कम आउँछन्। तर बिस्तारै सिकाउँदै बुझाउँदै जाँदाखेरि त यो पेसाप्रति साँच्चै नै रुचि भएकाहरू त यसमा अडि नै हाल्छन्। 19 वर्षदेखि टेलिभिजन र रेडियोमा काम गर्दै आएको छु र वुमेन जर्नलिस्टको रूपमा काम गरेको छु। एउटा पक्ष त्यो हो र एज जर्नलिस्टको अलावा मैले महिलाहरूको लागि पनि विभिन्न कार्यहरू गर्दै आइरहेको छु। समाजमा पिछडेका महिलाहरू, विपन्न वर्गका महिलाहरूको लागि विभिन्न तालिममूलक कामहरू गर्दै आएको छु। त्यसकारणले गर्दाखेरि मैले महिलाहरूको लागि काम गर्दै आउने एक व्यक्ति साथसाथै एकजना मिडिया कर्मीको रूपमा आफूलाई चिनाउन चाहन्छु। समाज सेवा तथा राष्ट्र निर्माणमा आउन चाहने यङ युथ महिलाहरूलाई म के भन्न चाहन्छु भने यदि तपाईँ शारीरिक रूपमा सक्षम हुनुहुन्छ, तपाईँलाई कुनै रोग छैन, तपाईँको दिमाग काम गरिरहेको छ भने वी आर द लकी वान। हामीलाई भगवानले वरदान दिएको छ, वी क्यान वर्क। सो केही पनि गर्नु पर्दैन, आफूले जे काम गर्ने हो त्यसमा 100% दिएर काम गर्ने, मन लगाएर काम गर्ने र पुरा दिलो ज्यान लगाएर काम गर्ने, तपाईँ अवश्य पनि सफल हुनुहुन्छ। यदि तपाईँ मलाई सम्पर्क गर्न चाहनुहुन्छ भने तपाईँले मलाई इमेल गर्न सक्नुहुन्छ। मेरो इमेल एड्रेस हो anupashrestha@hotmail.com। तपाईको जिल्लामा पक्कै पनि सामाजिक, आर्थिक, शैक्षिक लगायत विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन र प्रेरणाका स्रोत बनेका महिला नेत्री हुनुहुन्छ। उहाँहरूलाई राष्ट्रका 75 महिला नेत्री
उपाधिको लागि आजै मनोनित गर्न आग्रह गर्दछौँ। अर्को साता युथ टिभी सो लिएर पुनः उपस्थित हुनेछौँ। नमस्ते।